नेसनल मामा गोकुलमा हाम्रो जुत्ता राख्ने तल थप्दैछ थपेको थप्छ यो चाहिँ ल तारे दू तारे धुरे सो तारे दू तारे धुरे सो तारे दू तारे धुरे सो विशेष गरेर म भन्दा पनि हाम्रो खान्डोला हुनुहुन्छ दार्जिलिङबाट रिन्जिङ खान्डो गुरुङ उहाँ चाहिँ कोरङ लामाको छोरी हो है साङ्गे लेख्देन अब लामो भाषामा साङ्गे लेख्देन भन्छ उहाँलाई भुपेन गुरु पनि भन्नुहुन्छ रेडी हुँदैछ अहिले यहाँ चाहिँ हाम्रो खेम्पो गुरुलाई वेलकमको लागि आउनुभएको हाम्रो यहाँ चाहिँ हाम्रो मानेवा सङ्घको अध्यक्ष हुनुहुन्छ खोइ त स्टप दिलकुमार दाइको अध्यक्ष ओके बस ओके बस धर्मगुरुहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको नै र यहाँ सम्पूर्ण
हाम्रो यस पूजा विशेष गरेर 27, 28 र 29 गते हाम्रो यस पूजा हुनेछ र 29 गते हाम्रो कार्यक्रम पूजा सम्पन्न भयो। स्वागत गरिदिनुको लागि पनि यस हाम्रो पूजा खुसु चढेसँग भयो अब खाने नरेश गुरुङज्यू यस्तै गरेर खान्डो लोपेन रिन्जिङ खान्डो गुरुङज्यू यस्तै गरेर अतिथि लोपेन लामा साङ्गे लाङदेन गुरुङज्यू म सर्वप्रथम हाम्रो यस गाउँमा हाम्रो यस ठाउँमा यो सानो धर्म गुम्बाको यो प्राङ्गणमा यहाँहरू सबैलाई यहाँले जुन समय जुन चाहिँ मौका दिनुभएको छ हामीले दर्शन गर्ने यहाँले चाहिँ हामीले आशीर्वाद थाप्ने जुन मौका दिनुभएको छ यो सन्दर्भमा यहाँहरू सबैलाई म हृदयदेखि नै गुम्बाको तर्फबाट गाउँवासीहरूको तर्फबाट सम्पूर्ण भक्तजनहरूको तर्फबाट हृदयदेखि नै दिलदेखि नै यहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। अनकम्प्लिट काम चाहिँ आज कम्प्लिट गर्दैछु फाइनल डेमा। यता चाहिँ हाम्रो खाना पकाउने स्टोर रुम ल भिडियोमा आउनु छ भने राम्रो राम्रो देखाउनु होला। पाएको सुक्खा हो। सुक्खाभित्र क्षणिक सुख र परमार्थ सुख भने अन्तिम सुख भने दुईटा सुख हुन्छ। क्षणिक सुख त तपाईँ हामीले पाइरहेको हुन्छ, जस्तै सुत्नु पाएन, तपाईँले एउटा बेड देख्नुभयो, तपाईँले लम्पछारबाट सुत्नुभयो, एकछिन आनन्दलाई निदाउनु भयो, तपाईँ सुख प्राप्त भएको महसुस हुन्छ। तपाईँ एकदमै भोक लाग्नुभयो, तपाईँले चाहिँ कहीँ किचनमा गएर या कुनै ठाउँमा चाहिँ तपाईँले भोजन अथवा खानेकुरा केही पाउनुभयो, त्यो खायो, पेट भर्यो, तपाईँलाई एकछिन सुख भएको जस्तो हुन्छ। हुनुहुन्थ्यो होला, बिहे गर्नु भएको थिएन होला, के नै बिहे गर्दाखेरि चाहिँ के नै हुन्छ जस्तो लाग्नुभयो होला, बिहे गर्नेपट्टि लम्किनुभयो, बिहे गर्नुभयो, त्यो बिहे गर्दाखेरि तपाईँले ओहो मैले इच्छाको कुरा पाइयो, प्राप्त भयो, मैले मनै परेको केटा पाएँ या मनै परेको केटी पाएँ भन्नुभयो होला, त्यो तपाईँको मनमा एकछिन सुख भयो। श्री सम्पा छैलिङ बौद्ध गुम्बा धर्मदेवी नगरपालिका 5 जराइटार। थप जानकारीको लागि सम्पर्क Thank you.
डनर हो। यहाँ चाहिँ हाम्रो ठुलो लामा हुनुहुन्छ। ठुलो लामाले चाहिँ मन्त्र हान्दै हुनुहुन्छ। लामा गुरु के गर्नुभएको? लामा गुरु ढुङढुङ गर्नुभएको? तपाईँहरूलाई अब यो चाहिँ तोर्माहरू भयो होइन, यो चाहिँ मलाई थाहा छैन, आई डोन्ट नो के हो के हो। यो मरेछ नि। अनि यो तोर्मासँग यो रक्सी चाहिँ हाम्रो किन राख्छ अरे भन्ने कुरा चाहिँ अब यो रक्सीहरू चाहिँ पहिलेको जमानामा अब राक्षस बसमा गरेर बसेको भगवानहरू हो नि त सबै। अनि त्यो भगवानले चाहिँ त्यो राक्षसहरू चाहिँ खुनहरू खाने, खुनको बलि माग्ने, बलिहरू माग्ने हुँदाखेरि चाहिँ अनि त्यो बलिहरू माग्ने हुँदाखेरि चाहिँ अनि त्यो बलिको चाहिँ दिन्न तँलाई अनि यो खा, यो मदिरा दिन्छु भनेर अनि मदिरामा अल्झाएर फकाएर चाहिँ अबदेखि तिमीले हामीबाट चाहिँ पाउने आश चाहिँ योमा गर्नु भनेर चाहिँ भगवानले फकाएको भनेर मेनिपुलेट गरेको थियो अरे क्या। मेनिपुलेट भन्दा के भन्नु अब त्यो रगत खानुबाट चाहिँ उसलाई वञ्चित गराएको थियो अरे के। त्यही भएर चाहिँ हाम्रो चाहिँ बुद्धिस्ट धर्ममा प्रायःतिर यस्तो अल्कोहल राख्नुको कारण चाहिँ त्यो हो एक चाहिँ। अरू चाहिँ डिटेलमा चाहिँ आई डोन्ट नो होइन। महागुरु महेश्वरको मेन हेड गुरु हुँदो रहेछ। उहाँको अवतार आएर चाहिँ उहाँ आउनुभएको। उहाँ पनि के हुँदो रहेछ भने गुरुहरूको अब ट्यालेन्ट गुरुहरूले अब जस्तै वैज्ञानिकहरूले उहाँहरूको कुरा चाहिँ त्यो कुरा चाहिँ कसरी थाहा हुँदो रहेछ भने अब जस्तो लाइक अब वैज्ञानिकहरूले भन्छ नि यहाँ सुनखानी छ, यो जमिन मुनि यति ठुलो ढुङ्गा छ, लाभा छ भन्ने कुरा चाहिँ पानी छ भन्ने त्यस्तै तरिकाले साइन्स प्रुफ तरिकाले उहाँहरूले चाहिँ उहाँहरूले चाहिँ उहाँको आत्मा जस्तै उहाँ पछिको उसको जिउ अब जस्तो भनौँ मन्त्र शक्तिहरू चाहिँ यस्तो घरमा जन्मिन्छ, यस्तो घरमा आउँछ, यस्तो घरमा हुन्छ, यस्तो मान्छेमा यस्तो परिवारमा हुन्छ भनेर सुरुमै फिक्स भनेर थाहा पाइसकेको हुँदो रहेछ क्या। सो भनेर उहाँहरूले पछि उहाँको पहिलेको कुराहरू सायद याद आउँला। यो चाहिँ हाम्रो चाहिँ मलाई पुरै चाहिँ थाहा छैन होइन, ब्रान्डेड चिजहरू नै छन्। अनि आज चाहिँ हामी यसको पूजा गरिन्छ। हामीले यो चाहिँ हाम्रो के भन्छ लो भन्छ होला सायद होइन, आई डोन्ट नो के चाहिँ भन्छ भने चाहिँ मलाई थाहा छैन। तर यो चाहिँ लो मन्साउने भन्ने जस्तो लाग्छ मलाई, कहाँसम्म अहिले मैले बुझेसम्म। अहिले चाहिँ हामीले यसलाई यो मूर्तिलाई चाहिँ दाउराको चाङ बनाएर माथिसम्म बनाएर जस्तो यहाँमा पुरै कभर गरेर चाहिँ जलाइन्छ। अनि यसमा चाहिँ हामीले अहिलेसम्म हामीले लो मन्साउने भने चाहिँ यो भयो कोदो युज गर्दा रहेछन् है। यो कोदोमा चाहिँ यो कोदोले चाहिँ छ यसो टाउकोमा। अब हाम्रो चाहिँ त्यो कोदोमा चाहिँ हाम्रो टाउकोमा यस्तो 3-4 ताल घुमाएर यस्तो जिउहरूमा यस्तो छुवाएर उहाँ यहाँ फ्यालिन्छ। अनि जब गुरुहरूले यसो सक्ने सङ्केत जस्तो उहाँ गुरुहरूले चढाउनुहुन्छ तब अनि हामीले पनि फ्याल्ने गरिन्छ। त्यो फ्यालेपछि के हुन्छ भन्दा हाम्रो जिउको रोग भेदहरू चाहिँ यही कोदोसँगै जाओस्। हाम्रो यो 7वटा सद्बिउ भन्छ, अनि यो सद्बिउहरूसँगै जाओस्, रोग भेद दुःख कष्ट जाओस् भन्ने गरिन्छ है त।
节刚烈者，节约进行战进国，后面人之松浪。咱们说完也让国手不多少人的，这的关键关键者，但是球队底线了，今天晚上德国也打对了了，东马球，战进德人人的，这位真的德国球，只有关键关键人的说，马上红军也进，今天德国这个的，这个这个结巴的，今天这个规矩的，今天他们就的，这个我们国人的，今天这个德国的，今天这个的，今天这个底线了，今天这个挺好，这个这个什么的，那个现在老球啊，不管他们学了，现在都在这个的，现在不管国家的，这就今天看，看到不的不完了，今晚不的不的，这个这个底线了，这个还是牛毛，今晚不的这边在这个今天其实不是拿过去，现在不是现在，今晚不的刚才是这个这个底线，直接现在中国的今晚不的这边现在拿了，今晚把这大半天就是拿到几万斤，现在自己不见了，拿到哪里跑？现在这个底线了，我们这边这个的，那不的这边拿了，现在这个不的，这个这个把这些这个产品库存，这个人民拿过去，是为这个底线，这里加一这个的，这个不的这个拿了。现在我们马上就这是关键看吧。现在马上放过去，这边过来这边，这个这边过来这边过来这边，十八的战士，他们是说哈，这里的可以不送到比破蛋。大家都来念，你这这个长大的都当把这绝对，我这出去千万忙，出去弄点水了，我们在这地里地来呀，赶紧找2月下呀，2月下呀，赶紧送那个电脑跑出去，赶紧的，我先把他当先把那个的，后面先把有人进，我当这这边。आज चाहिँ हाम्रो पूजाको अन्तिम दिन आज चाहिँ खिर तरकारीको व्यवस्था यहाँ चाहिँ हाम्रो तरकारी के सिमी पाक्दैछ र सिमी यसको बारेमा हल्का ब्रिफिङ गर्न चाहन्छु है के भने हाम्रो मेन यो मूर्ति भने यसको चाहिँ प्रतीक के भने यो पायुहरू हुन्छ नि हाम्रो जस्तै सिमे भूमे नाग नागिनी भन्ने हाम्रो पूजाहरू गरिन्छ नि हो त्यसको पूजाको लागि बनाएको प्रतीक भन्ने मानिँदो रहेछ अनि यो साइडकोहरू चाहिँ डेकोरेटेड जस्तै भगवानहरूलाई खुसी बनाउन अलिक एट्र्याक्टिभ बनाउनको लागि चाहिँ बनाइएको हुँदो रहेछ है सायद त्यस्तो भन्दै सुन्दै थिएँ अनि मेन आज हिजो अस्ति पूजा भएको यसको होला सायद मलाई चाहिँ सबै चाहिँ मजाले थाहा छैन अनि यो चाहिँ के भन्दै हुन्छ नि मान्छेको लक्षणको स्वरूप जस्तो भन्दै हुन्थ्यो जस्तै एट्र्याक्टिभ गर्ने इनर्जेटिक भन्ने हुन्छ पावर दिने अलिक जोस जाँगर दिने टाइपको चाहिँ यो भन्नुहुन्छ अनि यो भने चाहिँ यिनीहरू चाहिँ खेलाउनु ओभर साह्रो पर्छ अरे यो चाहिँ जस्तै यिनीहरू भनेको चाहिँ यो अनि यो यहाँ छ नि यो यिनीहरू भनेको चाहिँ अब जस्तै जिउ बान्ने हुन्छ धामीहरूले जिउ बान्ने भन्ने कुराहरू छ नि हो त्यस्तै ठ्याक्कै आमाहरूले नै केही काम गर्नलाई हिजोको अब जस्तै यही भिडियो हेर्नु यसो गर्नुपर्छ नि यो चाहिँ अब जिउ बान्नको लागि हो क्या जिउ बान्नको लागि रहेछ है अनि अर्को कुरा मेन्डल मेन्डल है त मेन्डल अनि यो मेन्डलको बारे चाहिँ यो चाहिँ चारकुना बान्ने जस्तो हुन्छ नि जस्तै चार दिशा हेर्ने सबैतिर हेर्ने सेक्युरिटी गार्ड जस्तो जसलाई अब सेक्रेट गर्ने त्यस्तो हुँदो रहेछ होइन अनि यसलाई हामीले पैसा चढायौँ भने चाहिँ सबैतिर एकैचोटि एकमुष्ट जान्छ भनेर चढाइँदो रहेछ है त त्यस्तो अलिअलि मेरो रिसर्चमा आएको छ डेन्जर त्यही यो चाहिँ डोरा यसलाई चाहिँ
चौरा भन्छ है। यसमा चाहिँ लामाहरूले पुग्देर अनि तन्त्र मन्त्र यसो हुन्छ नि अलिकति रोगभेद पाकोस् भनेर चाहिँ मन्त्रहरू पुगेर लगाइदिनुहुन्छ है त। यो लगाइकन किनकि सेफ हुन्छ भन्ने आशा छ हामीलाई चाहिँ। अब बुद्धिस्टहरूलाई चाहिँ प्रायः लगाइरहेको हुन्छ, सबले लाउँछन् है। त्यही भएर मैले भनेको है त। ब्रेक टाइम है त, लन्च टाइम भनौँ न आउँदैछ। अनि बोक्नु लाउँछ अनि यस्तो छ है त, उचाल्नै नसक्ने लास्ट ह्याप्पी छ यार। गौतम बुद्धको नाममा ओम माने पेपे ओम वज्रगुरु ओम माने पेपे ओम भनेर जपी शान्त र स्वभावसित शान्त र सुशील रहे अनुशासनमा बसिरहन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब यो साइडको कुर्सी चाहिँ देख्नुभयो होला है, उहाँ चाहिँ आफ्नो आमा र बाबालाई राख्नको लागि हो। नेपालबाट दक्षिण भारतमा जानुभयो र भारतको पनि दक्षिण भारतमा सबै सम्प्रदायको गुम्बाहरू छ। त्यो गुम्बामध्ये एउटा निङ्मा सम्प्रदायको अनि गुम्बामा जानुभयो। निङ्मा सम्प्रदायमा पनि अनि भिन्न 6 प्रकारको अब ठुलो गुम्बाहरू भएको मध्ये अनि पैल गुम्बामा उहाँ जानुभयो। पैल गुम्बा, त्यहाँ गुम्बाको नाम चाहिँ अनि नम्डोलिङ मोनास्ट्री भन्छ। नम्डोलिङ गुम्बा अथवा गोड भाषामा थेक्चोक नम्डोल सेटुक धार्गेलिङ भनेर भनिन्छ। त्यो गुम्बामा उहाँ जानुभयो। त्यो गुम्बा चाहिँ कसले स्थापना गर्नुभयो भन्दाखेरि चाहिँ भोट चाहिँ चाइनाले कब्जा गरिसकेपछि त्यहाँबाट जब त्यहाँका मान्छेहरू सबै गुरुहरू या त्यहाँका विद्वानहरू सबै जब चाहिँ त्यहाँबाट निक्लिन थाल्नुभयो सन् 1959 मा सबैजना गुरुहरू निक्लिँदाखेरि त्यहाँबाट एउटा पहिलो एकदम विद्वान गुरु पनि निक्लिनुभयो। उहाँको नाम थियो परम पूजनीय पेमा नुर्बो रिम्पोछे। पेमा नुर्बो रिम्पोछे उताबाट बोर्डबाट निक्लेर यहाँ भारतमा पुग्नुभयो। भारतको दक्षिण भारतमा पुग्नुभयो र पुग्नु भएपछि उहाँले सन्
1963 मा उहाँले पहिलोचोटि नम्रलिङ गुम्बाको स्थापना गर्नुभयो। सर्वप्रथम त्यहाँनिर बुद्ध धर्ममा चाहिँ सूत्र र तन्त्र भन्ने दुईटा तपाईँको यो बुद्धत्व प्राप्त गर्ने र मोक्ष प्राप्त गर्ने सरल मार्गहरू र अलिकति कठिन मार्गहरू गरेर सूत्र र तन्त्र बताएको छ। बुद्ध धर्ममा चाहिँ बौद्ध धर्ममा चाहिँ तपाईँको जुन एउटा तन्त्र र सूत्रको माध्यमको चाहिँ जुन एउटा साधना गर्ने छ परम्परामा 3 वर्ष 6 महिना चाहिँ गुफा बसिन्छ। सबैभन्दा पहिला बस्नु बित्तिकै त्यहाँनिर चाहिँ तपाईँ एउटा बार हुन्छ है, एउटा परिधि हुन्छ, यसको भित्र हुन्छ, त्यहाँबाट बाहिर हेर्नु पाउँदैन। त्यत्रो भनेको जोसुकैसँग बाहिरको मान्छे बोल्नु नै पाउँदैन, देख्नु पनि पाउँदैन। त्यहाँभित्र बस्दाखेरि चाहिँ अनि तपाईँको एउटा टोकम्सी भन्छ, त्यो भनेको चाहिँ एउटा रक्षा जस्तो गर्छ। यतिदेखि भित्र चाहिँ मात्रै बस्नु पाउने, त्यहाँबाट बाहिर जानु नपाउने। यति परिधिदेखि यति भित्रदेखि बाहिर गयो भने फेरि भित्र बस्नु पाउँदैन क्या है। त्यो बाहिरबाट फेरि निस्किने चाहिँ हुन्छ। त्यो चाहिँ हाम्रो पहिलो भनेको चाहिँ हाम्रो मान्छे जस्तो परम्परा छ। अनि कुनै ठाउँमा चाहिँ भित्र बाहिर बसेर बिहान भएर बाहिरको फेरि बाहिर भित्र आउनु पाउने पनि चलन रहेछ। तर हाम्रोमा चाहिँ पहिलोमा चाहिँ अब यो जुन एउटा पहिलो परम्परामा चाहिँ केही गर्छ भने जुनै तपाईँ हाम्रो चाहिँ बिरामी भएर त्यो जुन एउटा गुरुले चाहिँ रेखा लगाएको हुन्छ, रक्षा रेखा, त्योबाट बाहिर गइसके पश्चात भित्र बस्नु पाउँदैन। बाहिर मान्छेसँग पनि प्रत्यक्ष रूपमा अनाथ देखाएर बोल्नु नपाउने जस्तो सानो परिधि हुन्छ। यस्तो त्यहाँ लगभग घाम पनि छिर्दैन। त्यहाँ छिरे पश्चात चाहिँ एउटा कोठा हुन्छ, सानो कोठा हुन्छ। त्यो कोठाभित्र चाहिँ एटेच बाथरुमहरू त्यहीँनिर भएको सुविधा हुन्छ, पहिला हुँदैन। त्यहीँनिर एउटा सानो कोठामा चाहिँ 3 वर्ष 3 महिना बिताउनु पर्ने हुन्छ है। त्यहाँ कुनै पनि अहिले आध्यात्मिक साधनाहरू, मोबाइल चलाउनु पाउँदैन, तपाईँको यो पत्र पत्रिका पढ्नु पाउँदैन, तपाईँको एउटा मनोरञ्जनको साधन साङ्गीतिक तपाईँको त्यो मनोरञ्जनहरू सँगै सुन्नु पाउँदैन, बाहिरको संसारहरू केही पनि हेर्नु पाउँदैन। त्यसरी 3 वर्ष 6 महिना चाहिँ एउटै कोठामा बस्नुपर्छ है। यदि केही कोठाले बिरामी भइहाल्यो भने र एकदम तपाईँ भवितव्य भएर बाहिरको यति त्यो गेटबाट तपाईँको फेरि पस्नु पाउँदैन। यदि 2 वर्ष 6 महिना भएर अब 3 महिना मात्रै बाँकी छ निस्किनु, र ऊ चाहिँ अब एकदम साह्रो गरेर बाहिर निस्क्यो भने त्यसको चाहिँ अप्रो हुन्छ। त्यस्तो धेरै छ। किनभने 3 वर्ष 6 महिना एउटै कोठामा बसेर सिकाउनु चाहिँ त्यति साह्रो चाहिँ सजिलो छैन। जति भन्नुभयो सबै मेरो हाम्रा खेलहरू चाहिँ फेमस थियो। अनि हाम्रो जस्तै लेखबाट सबै नै भनिसकेको छ। जुन मैले भन्नुपर्दा आज मेरो मैले गुफा विस्तारदेखि मैले अब धेरै वर्षदेखि मैले जुन मैले श्रीसमासमा मैले सुरुमा कथाहरू गरेको। अनि त्यस कारणले मलाई यहाँबाट चाहिँ नम्रलिङ लगिसकेपछि म त्यो नम्रलिङको एउटा स्कुल हुन्छ, स्कुलमा त्यो क्लासबाट चाहिँ करिब मैले 8 वर्षसम्म मैले स्कुल अध्ययन गर्न सकेँ। त्यस पछाडि मैले गुम्बाकै अघि चोलाले पनि भन्नुभयो यस्तै अब हाम्रो पूजाविधिकोबाट मैले केही 3 वर्ष मैले गुम्बाको सेवा गर्ने मौका पाएँ मैले। अनि त्यो मौकालाई पनि मैले राम्रोसँगले भित्र गरेर त्यो समाप्त गराएँ। त्यसको बावजुद मैले कलेज 4 वर्षसम्म मैले कलेज हेरेँ। त्यसको बाद चाहिँ ठिक मेरो लामैमा मेरो बाहिर जाने अलिकति प्रोसेसहरू पनि चलेको थियो। त्यो चल्दा चल्दै अहिले उहाँहरूले आर्थिकहरू जुटाइदिनु भयो। अमेरिकाबाट आएर मेरो लागि सामानहरू किनिदिनु भयो। म चाहिँ गुफामा लागि त्यहाँदेखि दाजुभाउजूहरू सबै परिवारहरू फेरि पुनः अमेरिका फर्किनुभयो। त्यस बाबत पछाडि जति पनि मैले गुफाभित्र विदेशमा अब पैसाको अभाव हुनुहुन्थ्यो, त्यो अभावहरू सबै उहाँहरूले नै मलाई खानगलत मार्फत मलाई सबै पैसाहरू मलाई भर्ती गरिदिनुहुन्थ्यो। सबै बिचमा फेरि हामी त्यसै कारणले अब खान्डोमा हुनुहुन्छ, खान्डोमाले पनि मलाई जति पनि
त्यस समय पनि उहाँले तातो घाम नपरिकन जहिले पनि हाम्रो जय किसानको एकजना भाइसँग सम्पर्क गरेर के चाहिन्छ भनेर कुरा गरेर मलाई सामानहरू ल्याइदिने सबै उहाँहरूले गर्नुहुन्थ्यो। गर्नु भएपछि भोलि यसले चाहिँ सङ्घ सभाको मामले हाम्रोदेखि नगरपालिका मात्र नभएर यस गाविस यस जिल्लालाई नेतृत्व गरेर राम्रो गर्छ भन्ने उहाँको योजनाले नै मलाई धेरै नै सहयोगहरू गरेको छ। अनि यो पछाडिको दिनमा मैले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विशेष त मेरो आफ्नै ठुलो जिल्ला पनि सम्झेर यसले मलाई यो बाटोमा मलाई साथ दिनुहुने सबैजनालाई मैले सम्झेर मैले त्यो मार्गलाई पछ्याउनु पर्ने हुन्छ। भोलिको दिनमा मैले नराम्रो गरेको छु भने पनि उहाँहरूले मलाई अमला ठुटाउनु पाउँछ, किनकि उहाँहरूकोबाट धेरै साथ सहयोग र गरेको कारणले नै अमला ठुटाउनु पाउनुहुन्छ। यस्तै गरेर खाण्डो गुरुङ बन्द्र किला यस्तै गरेर कार्यक्रम तर्फबाट सबैको तर्फबाट यस्तै गरेर पनि हाम्रो कार्यक्रम गर्न धेरै धेरै दागदाङ थाये सेन्चेन कुन छोक्सुम मोहो लामा दाङ रिक्जिन ग्याछोय किलखोर ला निङने देबे क्याप्सु छि नामो दागदाङ वाङ थाम्ने लाइन पर्यो, हाम्रो त्यहाँ स्टार्ट भएर सट्टा यता आएर यहाँ प्रसाद लिएर मेन भने चाहिँ यहाँ पर नै हुनुहुन्छ डोरा लगाउने जानुपर्ने हुन्छ। यहाँ सबैजनाको फोटो सेसन गुरुहरूसँग चलिरहेको छ है त, भाइ नभए सबैजनालाई कहिले यता कहिले उता ठिक छ। चाहिँ हाम्रो आमा समूह ग्याङ आमा समूहहरू हुन्छ गुरुहरूसँग। ल अहिले चाहिँ सक्यो है, कार्यक्रम सक्यो हाम्रो। ल चाहिँ हाम्रो चाहिँ पूजा सम्पन्न भइसकेको छ, पूजा सकिसक्यो है। सुनसान छ, सुनसान हेर्नु न। वर्षमा एकचोटि यस्तै यो गाउँ पनि यसरी होस्।